हेलो गाइज, अहिले चाहिँ म चाहिँ अन द वे टु भरतताल टेम्पो चढेर जाँदैछु। निकै सुन्दर छ, हेर्नु हरियाली है, सर्लाहीको हरियाली। म चाहिँ भरततालतर्फ लाग्दैछु, तपाईँ देख्न सक्नुहुन्छ। र हेर्नुहोस्, बाटो पनि एकदमै राम्रो। ट्याकको टेम्पोमा आनन्द फ्रेस हावा खाँदै, धुलो मैलो केही छैन। र हेर्नुहोस् गाइज, तपाईँ हेर्न सक्नुहुन्छ, मरिलानु केही छैन। घुम्ने हो, खाने हो, हिँड्ने हो, जिन्दगीको भर छैन। एक बारको जिन्दगी हो, ठाउँ देख्ने हो, हेर्ने हो, आफ्नो नेपाल हो। 75 जिल्लै भ्याइदिनुपर्छ गाइज। ल हेर्नुहोस् तपाईँहरू, आहा त्यस्तै मिठो हावा, हरियाली, बाटो र यो टेम्पोको यात्रा। आहा ल हेर्नुहोस् गाइज। गाइज तपाईँहरू देख्न सक्नुहुन्छ, अहिले चाहिँ म भरततालतर्फ लाग्दैछु। हेर्नुहोस् यहाँको दृश्यहरू, यात्रा भरततालसम्मको छ, तपाईँ देख्न सक्नुहुन्छ। यदि सर्लाही आउनु भएर तपाईँ भरतताल चाहिँ पुग्नु भएन भने तपाईँको भ्रमण चाहिँ यात्रा अधुरो हुनेछ। सर्लाही आउनु भयो भने भरतताल चाहिँ तपाईँ पक्कै पनि भिजिट गर्नु होला। म हिजो पनि आएँ र आज पनि आउँदैछु, एकदमै मन परेर। भरतताल चाहिँ म्यानमेड हो, एकदमै राम्रो छ। र बाटोहरू हेर्नुहोस्, निकै सुन्दर छ। यहाँबाट देखिएको दृश्यहरू तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। हेर्नुहोस्, यसरी म्याजिक टेम्पो हुन्छ, यसमा चाहिँ यात्रा गरेर चाहिँ तपाईँको हिँड्दा पनि यति मजा आउँछ। हेर्नुहोस् है, हेर्नुहोस् अब तपाईँले ताल देख्दै हुनुहुन्छ, लाग्छ कि मैले विदेशको चाहिँ समुद्र चाहिँ हेरिरहेको छु टाढाबाट। हेर्नुहोस् कति राम्रो तरिकाले बनावट, हेर्नुहोस् यो हालेको रेलिङ, हेर्नुहोस् वेल म्यानेज पुरै तपाईँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् गाइस, अब यहाँबाट चाहिँ स्टार्टिङ भयो र हेर्नुहोस् तालको दियो, हेर्नुहोस् उता होटेलहरू हेर्नुहोस् पर्याप्त मात्रामा। ल हेर्नुहोस् तपाईँहरू, हामी चाहिँ अहिले रिक्सा टेम्पो म्याजिकमा चढिरहेको छ। ल हेर्नुहोस् भरतताल, मान्छेले बनाएको 21 बिघा जमिनमा म्यानमेड हो यो। हेर्नुहोस् निकै सुन्दर। सर्लाही आएर भरतताल चाहिँ म तपाईँहरूलाई चाहिँ घुम्न चाहिँ अनुरोध गर्छु है। जतिजनाले पनि मेरो युट्युब च्यानल चाहिँ तपाईँहरूले हेर्नुहुन्छ, बोटिङ पनि सुविधा रहेको छ यहाँ। हेर्नुहोस् ल, तपाईँहरू देख्न सक्नुहुन्छ। बोट पनि देख्न सक्नुहुन्छ तपाईँ, बोटमा पनि चढ्न सक्नुहुन्छ। ल यो पार्क हो, हेर्नुहोस् हामी चाहिँ गन्तव्य धेरै नजिक आइसकेका छौँ। अब यहाँबाट चाहिँ तपाईँको इन्ट्रान्स हो। ल हेर्नुहोस् यो चाहिँ इन्ट्रान्स हो तपाईँको। यो चाहिँ यो हाम्रो म्याजिक टेम्पो पोपो भनेर त सम्बोधन गरिन्छ होइन। यो चढ्ने अनि जान भने फर्किने यसमै चढेर हो, आउने पनि यसमै चढ्छ। यहाँ पानीको स्टलहरू छ है। त्यही अब यहाँबाट चाहिँ भित्र छिर्छौँ हामी। तपाईँहरूले चाहिँ भिडियो चाहिँ कति नि स्पिड नगरिकन हेर्नु होला है मेरो साथीहरू सबैजनाले। चाहिँ गाइज इन्ट्रान्स हो। इन्ट्रान्स चाहिँ म अहिले एकछिनपछि जान्छु, निकै भोक लागेको छ। यता चाहिँ खानाहरू चाहिँ खानेको होटेलहरू रहेछ, पार्किङ यता छ, खानाहरू खानु पऱ्यो होइन। खानाहरू खानु, यो चाहिँ सबै होटेल लाइन हो गाइज है। खानाहरू खाजाहरू खानको लागि भरतताल आउनुभयो भने तपाईँहरूले देख्न सक्नुहुन्छ है। यहाँको अब खाजा खाने ठाउँ यहाँ, र यहाँबाट चाहिँ है हामीले चाहिँ यहाँ भाइले खाजा बनाउँदै हुनुहुन्छ हामीलाई खाना है। अब यहाँबाट भरततालको चाहिँ तपाईँको यो चाहिँ देखिएको भरततालको हो। यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। अहिले घाम चलिरहेको छ, अलिक गर्मी नै छ यता बढी है, हजुरहरूले हेर्न सक्नुहुन्छ गाइज है। यही हो भरतताल। अनि यहाँ चाहिँ तपाईँको अब किन्नलाई पनि छ, खानलाई छ, हेर्नुहोस् है।
बच्चाको लागि चलाउनलाई छ। यो हाम्रो जिप लाइन स्काई स्लाइडिङ छ है। यता फुल फन डिज्नील्यान्ड पनि छ यतातिर है। तपाईँले देख्न सक्नुहुन्छ है यस्तो स्टलहरू हेर्नु है। गर्मी छ अलिकति। हिँड्नुको लागि फुड ट्र्याक पनि छ है। इभिनिङ वाक चाहिँ बेटर हुन्छ यहाँ चाहिँ। बोटिङ पनि छ त्यता देख्न सक्नुहुन्छ। बोटिङ गरिराख्नु भएको छ है। यता डिज्नील्यान्ड पनि रहेको छ है। निकै सुन्दर छ, म्यानमेड हो। भरत चाल चाहिँ एकदम राम्रो छ गाइज है। सबैजना आउनु, घुम्नु, इन्जोय गर्नु, यो ठाउँलाई इन्जोय लिनु है। यो गाइज निकै सुन्दर छ। यो माथि चाहिँ होटेलहरू हो रेड कलरको। हट साइड पनि गर्न पाउनुहुन्छ यहाँ है। हेलो गाइस, यो चाहिँ भरतताल है। यो भरतताल सर्लाहीको भरतताल है। यस्तो छ यतातिरको भाइब्सहरू हेर्नु है। सर्लाहीको भरतताल। म्यानमेड भरतताल हो। रिसेन्ट टाइममा चाहिँ एकदम भाइरल अहिलेको टाइममा। यताको ट्र्याक पनि रहेछ यसरी हिँड्नको लागि। फ्लावरहरू छ साइड साइडमा। यता चाहिँ यस्तो सपहरू रहेछ कि गेमहरू छ यहाँ पनि। सानो नानीले यस्तो स्टलहरू रहेछ। यो हाम्रो यता साइडतिर यस्तो स्टलहरू। साइकलहरू राख्दा राम्रो रहेछ होइन। स्टलहरू भयो। यो चाहिँ साइक्लिङ रहेछ। साइक्लिङ गर्ने यहाँबाट त्यहाँसम्म पिक पनि छ। बोटिङको पनि छ फेसिलिटी। खानेकुराहरू छ यता स्टल, गोला, यता पानीपुरी। फोटो खिच्ने कार्यक्रम पनि हुँदो रहेछ। यो गाइस भरतताल हेर्नु हजुरहरूले राम्ररी। भरततालमा घोडाको फेसिलिटी पनि छ है गाइस है। क्राउड पनि छ। यता रेलगाडी पनि छ है बच्चाहरूको लागि। यो चाहिँ क्राउड पनि छ। क्यामेराम्यानहरू